महिनावारी भएको कति दिनपछि शारीरिक सम्बन्ध राख्दा गर्व रहन्छ वा कुन दिनहरू सुरक्षित हुन्छन्? धेरै दम्पतिहरू यही कुरामा अलमल पर्नुहुन्छ। धेरैजनाले सोध्नुहुन्छ, धेरैजनाले कमेन्ट पनि गर्नुहुन्छ। कतिपयले गलत जानकारीका आधारमा निर्णय लिँदा योजना नबनाएको गर्व समेत रहन सक्छ। त्यसैले आज हामी वैज्ञानिक आधारमा सजिलो भाषामा यो विषयमा बुझ्नेछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोस्, किनकि अन्त्यमा एउटा धेरै महत्त्वपूर्ण भ्रमको बारेमा पनि समाधान गर्नेछौँ। नमस्कार, म पार्वता अर्याल। नेपाल सञ्जालमा यहाँहरूलाई हार्दिक स्वागत छ। सबैभन्दा यदि तपाईँ गर्व रहने सम्भावना बढाउन चाहनुहुन्छ वा अहिले गर्व रहोस् भन्ने चाहनुहुन्छ भने महिलाको महिनावारी चक्रबारे सामान्य जानकारी हुनु धेरै आवश्यक हुन्छ। अब मुख्य विषयवस्तुतर्फ जाउँ है त। सबै महिलाको महिनावारी चक्र एउटै हुँदैन। कसैको 28 दिनको हुन्छ त कसैको 30 दिनको हुन्छ, कसैको 32 दिनको हुन्छ त कसैको अझ छोटो वा कसैको लामो पनि हुनसक्छ। त्यसैले सबै महिलाका लागि एउटै निश्चित दिन गर्व रहन्छ वा रहँदैन भनेर भन्न मिल्दैन। गर्भ बस्नका लागि दुई कुरा आवश्यक हुन्छन्। पहिलो हो महिलाको डिम्बाशयबाट डिम्ब निस्कनु, दोस्रो हो त्यस समयमा स्वस्थ शुक्रकीट डिम्बसम्म पुग्नु। सामान्यतया 28 दिनको नियमित महिनावारी चक्र भएको महिलामा अर्को महिनावारी सुरु हुनुभन्दा करिब 15 दिन अघि डिम्ब निस्कने सम्भावना हुन्छ। यसलाई डिम्बोत्सर्जन भनिन्छ। अब प्रश्न उठ्छ, सबैभन्दा बढी गर्व रहने सम्भावना कुन समयमा हुन्छ त भनेर धेरैजनाले प्रश्न पनि गर्नुहुन्छ। डिम्ब निस्कनुभन्दा करिब 5 दिन अघिदेखि डिम्ब निस्केको 1 दिनसम्मको समयलाई गर्व रहने सम्भावना बढी हुने समय मानिन्छ। किनभने महिलाको शरीरभित्र शुक्रकीट केही दिनसम्म बाँच्न सक्छ भने डिम्ब करिब 1 दिनसम्म मात्र जीवित रहन्छ। यदि 28 दिनको नियमित चक्रको उदाहरण लिने हो भने महिनावारी सुरु भएको करिब 10औं दिनदेखि 15-16औं दिनसम्म गर्भ रहने सम्भावना तुलनात्मक रूपमा बढी हुन सक्छ, तर यो सबै महिलामा एकनास हुँदैन। अब धेरैले सोध्ने अर्को प्रश्न हो, महिनावारी सकिए लगत्तै सम्बन्ध राख्दा गर्व रहँदैन त? यो पनि धेरैजनाले सोध्ने प्रश्न हो। अब यसको उत्तर सधैँ हुँदैन भन्ने चाहिँ हुँदैन। यदि कसैको महिनावारी चक्र छोटो छ, जस्तै 21 देखि 24 दिनको वा महिनावारी अनियमित हुन्छ भने डिम्ब अपेक्षाकृत चाँडै निस्कन सक्छ। त्यस्तो अवस्थामा महिनावारी सके लगत्तै भएको सम्बन्धबाट पनि गर्भ बस्ने सम्भावना रहन सक्छ। अब अर्को महत्त्वपूर्ण कुराबारे बुझौँ है त। धेरै मानिसले महिनावारी भइरहेको बेला सम्बन्ध राख्दा गर्भ बस्दैन भन्ने विश्वास पनि गर्नुहुन्छ। वास्तवमा यो सम्भावना कम हुन सक्छ, तर पूर्ण रूपमा असम्भव भने हुँदैन। विशेष गरी छोटो महिनावारी चक्र भएका महिलामा यो सम्भावना रहन सक्छ। त्यसैले केवल क्यालेन्डर हेरेर आज सुरक्षित दिन हो भनेर 100% ढुक्क हुनु उचित हुँदैन। यदि तपाईँ पनि अहिले गर्भ रहोस् भन्ने चाहनुहुन्छ भने केवल दिन गनेर परिवार नियोजन गर्नु भरपर्दो उपाय मानिँदैन। किनभने तनाव, निद्राको कमी, यात्रा, केही स्वास्थ्य समस्या वा हर्मोनमा हुने परिवर्तनका कारण डिम्ब निस्कने समय अगाडि वा पछाडि पनि हुन सक्छ। अब यदि तपाईँ गर्भधारण गर्ने योजना बनाइराख्नु भएको छ भने अब के गर्ने त? सबैभन्दा पहिले आफ्नो महिनावारी चक्र नियमित छ कि छैन भनेर बुझ्नुपर्छ। महिनावारी सुरु भएको मिति क्यालेन्डर वा मोबाइलमा टिपोट गरेर राख्न पनि सक्नुहुन्छ। डिम्ब निस्कने सम्भावित समय आसपास नियमित शारीरिक सम्बन्ध राख्दा गर्भ रहने सम्भावना बढ्न सक्छ। अब एउटा सामान्य गल्तीबारे कुरा गरौँ है त। कतिपयले सामाजिक सञ्जाल वा साथीभाइको सल्लाहमा फलाना दिन त गर्भ बस्दै बस्दैन भन्ने कुरा पत्याउनुहुन्छ। तर वास्तविकता के हो भने कुनै पनि दिनलाई सबै महिलाका लागि 100% सुरक्षित भन्न चाहिँ मिल्दैन। यदि महिनावारी धेरै अनियमित हुन्छ, महिनौसम्म आउँदैन, अत्यधिक धेरै वा निकै कम हुन्छ वा गर्भधारण गर्न लामो समयदेखि प्रयास गर्दा पनि सफलता नआएको अवस्था छ भने स्त्रीरोग तथा प्रसुति रोग विशेषज्ञसँग परामर्श लिनु उचित हुन्छ। त्यस्तै असुरक्षित शारीरिक सम्बन्ध भएको छ र गर्भ रहने चिन्ता छ भने समयमै स्वास्थ्यकर्मीसँग सल्लाह लिनु आवश्यक हुन्छ, ढिलो गर्नु हुँदैन। अब एउटा महत्त्वपूर्ण मिथक र वास्तविकता बुझौँ है त। मिथक, महिनावारी भएको 7 दिनपछि सम्बन्ध राखे गर्भ बस्दैन। वास्तविकता के हो भने यो सबै महिलामा लागू हुँदैन। गर्भ रहने सम्भावना महिलाको महिनावारी चक्र, डिम्ब निस्कने समय र अन्य शारीरिक अवस्थामाथि निर्भर हुन्छ। अर्को मिथक रहेको छ, सुरक्षित दिन सबैका लागि एउटै हुन्छ।
यो पनि सही होइन। प्रत्येक महिलाको शरीर फरक फरक हुन्छ, त्यसैले एउटा नियम सबैमा लागू हुँदैन। अब अन्त्यमा आजको मुख्य कुरा फेरि सम्झौँ है त। महिनावारी भएको दिनमा गर्भ रहन्छ भन्ने कुरा एउटै निश्चित उत्तरले बताउन सकिँदैन। सामान्य 28 दिनको नियमित चक्रमा महिनावारी सुरु भएको करिब 10औं दिनदेखि 16औं दिनसम्म गर्भ रहने सम्भावना बढी हुन सक्छ। तर यो केवल एउटा सामान्य उदाहरण हो, सबै महिलामा लागू हुने नियम चाहिँ होइन। यदि गर्भधारण चाहनुहुन्छ वा अहिले गर्भ रहोस् भन्ने चाहनुहुन्छ भने आफ्नो महिनावारी चक्र बुझ्नुहोस् र आवश्यक परे स्त्रीरोग तथा प्रसुति रोग विशेषज्ञसँग सल्लाह लिनुहोस्। सही जानकारीले नै सही निर्णय लिन मद्दत गर्छ। यदि आजको भिडियो तपाईँलाई उपयोगी लाग्यो भने यसलाई आफ्ना साथीभाइ र परिवार समक्ष पनि साझा गर्नुहोस्, ताकि सही स्वास्थ्य जानकारी धेरै मानिससम्म पुग्न सकोस्। यस्तै विश्वसनीय र उपयोगी स्वास्थ्य जानकारीका लागि नेपाल सञ्जाल युट्युब च्यानललाई सब्स्क्राइब गरेर सदस्यता लिनुहोस्। तपाईँको कुनै प्रश्न वा अनुभव छ भने तल टिप्पणीमा अवश्य कमेन्ट लेख्नुहोला। अर्को भिडियोमा भेट हुने गरी म पार्वता अर्याल आजका लागि बिदा चाहन्छु। नमस्ते।